हेलो फ्रेन्ड, वेलकम छ आजको मेरो ब्लगमा। र म बिहान बिहानै उठेँ, बाबु पनि उठिसकेको थियो अनि मेरो हस्बेन्डको चाहिँ ड्युटी जाने टाइम भइसकेको थियो। उहाँ चाहिँ अफिसको लागि निस्किनु भयो। 7 बजेदेखि नै उहाँको ड्युटी हुन्छ। त्यसैले बिहानै उठेर रेडीसेडी भएर अनि निस्किसक्नु भयो। अनि त्यसपछि बाबुलाई अब तेल लाने टाइम भइसकेको थियो अनि छिटो बाबुलाई तेल लगाइदिएँ मैले। तेल लगाएपछि मलाई सबै घरको कामहरू भ्याउनुपर्छ। उसलाई तेल लगाइदिएपछि एकछिन रिल्याक्स भएर आरामले 1-2 घन्टा सुत्छ। अनि ऊ सुत्नुन्जेल चाहिँ म सबै घरको कामहरू भ्याउँछु। खानासाना पकाउने यताउता सब भ्याएर नुहाइ गरेर पूजापाठ अनि गरेपछि नानुलाई स्कुल पुऱ्याइदिएँ मैले। उसलाई पनि ढिला भइसकेको थियो। स्कुलबाट फर्केर आएपछि म अनि छिटो खानासाना खाएर एकछिन रेस्ट गरेँ। अनि त्यसपछि बुढो पनि 12 बजीतिर खाना खान आउनुहुन्छ। खाना आएपछि नानीलाई पनि खाजा पुऱ्याउनु पर्छ स्कुलमा। अनि छिटो मैले चाउचाउ पकाइदिएँ। चाउचाउ पकाएपछि बुढोलाई दिएँ। उतै बाटोमै स्कुल छ, अफिस जाने बाटोमा। अनि जहिले नि उहाँ चाहिँ टिफिन लिएर अनि अफिस जानुहुन्छ। अनि उहाँलाई मैले टिफिन दिएँ अनि उहाँ चाहिँ जानुभयो। बाबु चाहिँ अहिलेसम्म सुतिरहेको थियो। अनि छिटो मैले घरहरूको काम भ्याएँ, भाँडा धोएँ, लुगाहरू सबै धोएर घर सफा गरेँ। हेर्छु त बाबु अझै सुति नै रहेको थियो। सुत्नुन्जेल सोचेँ छिटो रोटी पकाइदिन्छु। रोटी पकाएपछि अनि मलाई आनन्द हुन्छ। अनि छिटो मैले रोटी पकाउन थालेँ। रोटी पकाउँदै गर्दै अनि सबै रोटी त पाकिसकेको थियो। लास्टमा 2-3टा बाँकी थियो पकाउन। अनि त्यसपछि बाबु पनि रुन थालेपछि हेर्छु त अब रोटी पकाउन छोडेर अनि बाबुलाई बोकेँ। बाबुलाई अब रोटी छोडिदिएँ मैले। हेर्छु त टाइम पनि 3-4 बजिसकेको रहेछ। नानुलाई पनि लिने टाइम भइसकेको थियो। अनि म रोटी छोडेर अनि घाम धेरै थियो। यस्तो घाममा पनि बाबुलाई लिएर मलाई स्कुल जानुपर्छ लिनलाई। नानुलाई सुतेको बेला छोडेर जान्छु न त लिएर जान्छु। नानु पनि स्कुलबाट लिएर आयो। स्कुलबाट लिएर आएपछि उसलाई म जहिले नुहाइ गरिदिन्छु, किनभने लास्टै गर्मी हुन्छ, आउँदा त पसिनाले पुरै भिजे आउँछ। अनि त्यसरी नुहाइदिन्छु। अनि नुहाएपछि होमवर्क गर्न थाल्छ। आजको लागि यति नै हो। भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। मेरो चाहिँ स्टार्टिङ नै हो, त्यसैले कति मिस्टेक भयो होला त्यो सब इग्नोर गरेर